नेपाली मनोरञ्जन उद्योगमा कहिलेकाहीँ यस्ता पात्रहरू उदाउँछन् जसको करियरलाई केवल सफल वा असफल भनेर डिफ्रेन्सिएट गर्न सकिँदैन। सागर लम्साल छेत्री त्यस्तै प्रवृत्तिका रिप्रेजेन्टेटिभ हुन्। एकातिर टेलिभिजनको अपार लोकप्रियता, अर्कोतिर फिल्म क्षेत्रमा अपेक्षित प्रभावको अभाव र बीचमा विवादले घेरिएको पब्लिक इमेज। सागरजीको चाहिँ के प्रब्लम छ भने चाहिँ उहाँले चाहिँ अब बाहिरतिर पनि इन्डस्ट्रीभित्र पनि प्रिज्मा प्रिन्सीलाई चाहिँ काम नदिनु है भन्दै हिँड्नु हुँदो रहेछ। प्लस काम जसले हामीलाई दिनुभयो उहाँसँग गएर खासै गतिलो मोडल चाहिँ राख्नुभएको होइन भनिदिने। एकजनासँग त झगडा गरेर फोनै फुटाइदिनु पनि भएको छ। मसँग सबै कुराको प्रमाण पनि छ। स्याङ्जाबाट काठमाडौँ आएको उनको यात्रा सामान्य देखिए पनि टाइमलाइन हेर्दा त्यो निरन्तर सङ्घर्षले भरिएको छ। प्रारम्भिक दशकमा विशेषतः 2010 को सुरुवाती वर्षहरूमा उनले मोडलिङ र म्युजिक भिडियोहरू मार्फत आफ्नो उपस्थिति निर्माण गरे। तथ्याङ्क अनुसार उनले 400 भन्दा बढी म्युजिक भिडियोमा काम गरेका छन्, जुन नेपाली कलाकारका लागि उल्लेखनीय सङ्ख्या हो। यही अवधिमा उनले एक्टिङ ट्रेनिङ लिएका थिए, जसले उनलाई केवल हास्य कलाकार होइन एउटा ट्रेन्ड पर्फर्मरको रूपमा स्थापित गर्न मद्दत गर्यो। उनको फिल्म डेब्यू 2013 मा लोफर मार्फत भयो। धेरैलाई थाहा नहोला, उनले बले बोरोको क्यारेक्टर भद्रकोलमा गर्नुभन्दा धेरै अगाडि नै लोफरमा प्ले गरिसकेका थिए। अनि खै त राज बोरो र संयोग बोरो साँच्चै तिनीहरूलाई खान नदिने? यसले दिन्छ खाएर। यो फिल्मले बक्स अफिसमा एभरेज व्यापार गरेको मानिन्छ, तर सागरका लागि यो ठुलो ब्रेक बन्न सकेन। त्यसपछि लज्जा र हैरान जस्ता फिल्महरूमा पनि उनी देखिए। यो फिल्महरूको व्यापारिक अवस्था हेर्दा ती न त ठुला हिट भए न त पूर्ण रूपमा फ्लप। तर एउटा कुरा स्पष्ट थियो, सागर लम्साल फिल्मको सेलिङ पोइन्ट बन्न सकेका थिएनन्। उनी सपोर्टिङ क्यारेक्टरका रूपमा मात्र लिमिट भइरहेका थिए। उनको करियरको वास्तविक टर्निङ पोइन्ट 2016 पछि आयो, जब उनी भद्रकोलमा देखिन थाले। आज मेरो जन्मदिन हो नि, त्यही भएर टिका लगाएर सबैतिर चक्लेट बाँड्दै हिँडेको के। चक्लेट लिम न भो र लिम के। तर त्यो लोकप्रियता पिकमा पुग्यो सक्की गोनी सुरु भएपछि, जुन 2018 देखि प्रसारण हुँदै आएको छ। एउटा बेरोजगार हरि लट्ठक जगल्टेसँग बोल्दैछु, अरू कोसँग हुनु र। बले बोरो पात्रले उनलाई यस्तो लेभलको रिकग्निसन दियो कि उनले नेपाली टेलिभिजनको सबैभन्दा चिनिने अनुहारहरू मध्ये बने। टिआरपी र युट्युब भ्युजको हिसाबले हेर्दा सक्की गोनीका एपिसोडहरूले नियमित रूपमा लाखौं दर्शक तानिरहेका थिए, जसले सागरको बजार मूल्य पनि उल्लेखनीय रूपमा बढायो। नेपालका विभिन्न सहरहरूदेखि विदेशसम्म हुने कार्यक्रमहरूमा बले पात्रकै कारण उनी उच्च मागमा रहन्छन्। तर यही सफलताले एउटा लिमिटेसन पनि जन्मायो। बले क्यारेक्टर यति प्रभावशाली बन्यो कि दर्शकले सागरलाई अन्य क्यारेक्टरमा स्वीकार गर्न गाह्रो मान्न थाले। फिल्ममा उनले फरक क्यारेक्टर निभाउँदा पनि दर्शकको अपेक्षा बले नै हुन्छ। यही कारणले उनी टाइपकास्टिङको जालमा फसेका देखिन्छन्। 2025 मा रिलिज भएको ला शरणममा उनको उपस्थिति रहेको चर्चा भए पनि फिल्मको व्यापारिक प्रभाव उल्लेखनीय हुन सकेन। यसले फेरि प्रुभ गर्यो कि सागरको स्टारडम टेलिभिजनमा बलियो भए पनि फिल्ममा भने त्यो कन्भर्ट हुन सकेको छैन। व्यक्तिगत जीवनतर्फ हेर्दा सागर सधैँ मिडियाको नजरमा रहे। 2020 देखि 2023 को बीचमा उनका सम्बन्धहरूबारे विभिन्न हल्लाहरू चले, जसले उनको पब्लिक इमेजलाई निरन्तर चर्चामा राख्यो। अन्ततः उनले 2024 मा विवाह गरे, जुन खबरले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाएको थियो। तर हालसालै आएको गम्भीर आरोपले उनको करियरको डिरेक्सन नै बदल्ने सम्भावना बोकेको छ। अमेरिकामा बस्ने एक महिलाले उनीमाथि लगाएको आरोपले नेपाली मनोरञ्जन क्षेत्रमा ठूलो बहस जन्माएको छ। यो घटना केवल एउटा व्यक्तिगत विवाद नभएर नेपाली समाजमा यस्ता मुद्दाहरू कसरी हेरिन्छन् भन्ने कुराको रिफ्लेक्सन पनि हो। आरोप प्रमाणित वा खण्डन हुन बाँकी छ, तर यसले सागरको पब्लिक इमेजमा इमिडिएट असर भने पक्कै पारेको छ। उनको यात्रा हेर्दा यो स्पष्ट हुन्छ कि उनी केवल एक हास्य कलाकार होइनन्, उनी एउटा फेनोमेनन हुन् जहाँ सफलता र सीमितता, लोकप्रियता र आलोचना दुवै सँगै अगाडि बढिरहेका छन्। अन्ततः प्रश्न अझै खुल्ला नै छ, के सागर लम्साल छेत्री भविष्यमा आफ्नो इमेज तोडेर नयाँ उचाइमा पुग्नेछन् वा बले पात्रमै सीमित रहनेछन्? र त्योभन्दा पनि ठूलो प्रश्न, के उनका वरिपरि उठेका विवादहरूले उनको करियरलाई स्थायी रूपमा प्रभावित गर्नेछन् या छैनन्? भिडियो हेरिदिनु भएकोमा धन्यवाद। भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट र शेयर गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला।